नमस्कार सम्पूर्णमा म माधव खराल हजुरहरूलाई आजको भिडियोमा पुनः स्वागत छ। मैले यसभन्दा अगाडि अनलाइन डिजिटल बिजनेसको बारेमा एउटा सानो भिडियो बनाएर हालेको थिएँ। जुन भिडियो हेरिसकेपछि धेरैजनाले यसको बारेमा चासो राख्नु भएको छ, इच्छा राख्नु भएको छ। उहाँहरूलाई समेटेर फेरि आजको एउटा भिडियो बनाउन गइरहेको छु र म ढिलै नगरी हजुरहरूको चासोलाई समेटेर यो भिडियोमा क्लियर गर्ने कोसिस गर्नेछु। र यो बिजनेस म पनि भर्खरै छिरेको करिब 1-2 महिना बाद मात्रै भएको छ। र यो भिडियो रन गर्नको लागि हामीलाई आवश्यक पर्ने भनेको इन्टरनेट र स्मार्टफोन मात्रै भयो भने हामीले स्टार्ट गर्न सक्छौं, रन गर्न सक्छौं। र यो बिजनेस कसको लागि हो, कसरी गर्ने, कहाँदेखि गर्ने, अथवा नेपाली कम्युनिटीले मात्रै गरिरहेका छन् कि अथवा ग्लोबल बिजनेस हो कि, यावत कुराहरूलाई म आज अलिकति क्लियर गर्ने कोसिस गर्नेछु। यो भिडियो विश्वका धेरै देशका नागरिकहरूले रन गरिरहनु भएको छ। यो बिजनेस उहाँहरूले रन गरिरहनु भएको छ, उहाँहरू इन्भल्भ हुनुभएको छ, जो आफ्नो कमाइसँग सेटिस्फाई हुनुहुँदैन, जसले कमाइ त गरिरहनु भएको छ, कार्यव्यस्तताका कारण परिवारलाई समय दिन सकिरहनु भएको छैन, जसको घरमा साना साना बच्चा छन्, उहाँहरू काम जान सक्नुहुन्न, अथवा भनौँ जबको अपर्च्युनिटी छैन, उहाँहरूको लागि एकदमै राम्रो र एकदमै सुइटेबल हुनेछ भन्ने चाहिँ मैले विश्वास लिएको छु। किनकि यो बिजनेस जुनसुकै वर्गको मानिसहरूलाई समेटेर अगाडि बढ्न सकिने खालको र सिक्दै अगाडि बढ्दै गर्न सकिने खालको बिजनेस हो। सम्भवतः यो भिडियो मेरा फेसबुक लगायतका जसले हेर्नुहुन्छ उहाँहरू सम्पूर्णलाई समेट्छ भन्ने चाहिँ मैले विश्वास लिएको छु। यदि हजुर जागिर गर्नुहुन्छ उहाँहरूको लागि पनि सुइटेबल छ। यदि हजुर आफ्नो पर्सनल बिजनेसमा रन गरिरहनु भएको छ, इन्कम राम्रै गरिरहनु भएको छ, अझ एडिसनल इन्कम गर्न चाहनुहुन्छ भने पनि उहाँहरूको लागि पनि हुन्छ। र यो बिजनेस 18 वर्षभन्दा माथिको उमेर समूहको जुनसुकै वर्गले गर्न सक्नुहुनेछ। र यो बिजनेसमा तपाईँ जब इन्टर गर्नुहुन्छ, यो बिजनेसको बारेमा तपाईँलाई के हो भनेर बुझ्न मन लाग्छ, सिक्न मन लाग्छ भने चाहिँ तपाईँ यो बिजनेसमा 30 दिनको ट्रायल फेज पाउनुहुनेछ। आफूलाई यो बिजनेस हो कि होइन मेरो लागि, अथवा यो बिजनेस मैले गर्न सक्छु सक्दैन, अथवा यो बिजनेस फेक हो कि, अथवा यो बिजनेसमा आफूले आफ्नो लागि हो कि होइन त भनेर रिच आउट गर्नको लागि 30 दिनको समय हुनेछ। यो 30 दिनको समयमा तपाईँले कुनै पनि शुल्क अथवा पैसा, बिजनेस भनिसकेपछि धेरैजनाले पैसा लाग्छ लाग्दैन, कति लाग्छ भनेर प्राय गरी सोध्नुहुन्छ। सर्वप्रथम त बिजनेस भनिसकेपछि हामीले प्राय गरी दुईटा कुराको लगानी गरिरहेका हुन्छौँ। एउटा पैसाको लगानी गर्छौँ भने चाहिँ अर्को समयको लगानी गरिरहेका हुन्छौँ। तर हजुरहरू यो बिजनेसको बारेमा बुझ्न, सिक्न र आफ्नो लागि हो कि होइन भनेर रिच आउट गर्न चाहनुहुन्छ भने चाहिँ हजुरहरूलाई 1 महिनाको समय हुनेछ, जुन समयमा हजुरहरूलाई कुनै पनि शुल्क लाग्दैन, अथवा हजुरले आफ्नै स्मार्टफोनबाट यो बिजनेसको बारेमा धेरै कुरा रिच आउट गर्न सक्नुहुन्छ। र यदि बुझिसकेपछि तपाईँलाई यो बिजनेसमा गर्न मन लाग्यो, अगाडि बढ्छु भन्नुहुन्छ भने चाहिँ हजुर आफ्नो बिजनेस आइडी लिएर रन गर्न सक्नुहुन्छ भने चाहिँ तपाईँलाई यो बिजनेस चित्त बुझेन अथवा मैले गर्न सक्दिनँ कि जस्तो लाग्यो भने चाहिँ तपाईँ त्यहीँबाट एक्जिस्ट हुन सक्नुहुन्छ। र अन्त्यमा यो बिजनेस यति एउटा ठुलो ग्लोबल्ली प्लेटफर्म हो कि यसमा तपाईँले अथाह गर्न सक्नुहुन्छ। तपाईँले यो यति ठुलो समुद्र रहेको छ, यसमा तपाईँलाई पानीको आवश्यक छ। तपाईँले 1 जग पानी लिएर जान्छु भन्नुहुन्छ भने 1 जग लिन सक्नुहुन्छ। तपाईँलाई 1 लोटा पानी चाहिन्छ भने पनि 1 लोटा लिन सक्नुहुन्छ। तपाईँलाई इभन 1 ट्याङ्कर पानी लिएर जाने इच्छा छ भन्नु पनि तपाईँले लिएर जान सक्नुहुन्छ। भन्नुको मतलब यसमा इन्कमको लिमिटेसनै छैन। तपाईँले महिनामा 50,000, लाख, 2 लाख, 5 लाख, 10 लाख, 50 लाख, इभन मोर देन करोड पनि यो बिजनेसबाट इन्कम गर्न सक्नुहुन्छ। र यो बिजनेसमा इन्कम मोर देन करोड महिनामा इन्कम गर्ने नेपाली पनि हुनुहुन्छ। र म अन्त्यमा हजुरलाई यो चाहिँ जानकारी गराउन चाहेँ। साँच्चीकै के हो त भन्ने पक्कै पनि लाग्छ होला यति भिडियो सुनेपछि। कृपया झर्को नमानिकन यसको डिटेल रूपमा बुझ्नको लागि मलाई सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद।